नमस्ते, के छ तपाईँहरूको हाल खबर? म एकदमै सन्चै छु। अनि पछिल्लो 2 दिन चाहिँ एकदमै पानी र हावा चल्यो क्या। पानी पनि बिहानदेखि बेलुकैसम्म पर्यो, अनि बेलुका 6-7 बजेतिर पानी रोकेपछि अनि हावा एकदम ठुलो हावा चल्न थाल्यो क्या। बाहिर निस्किनु भनेको निस्किनै भ्याएन, अनि कहाँ जाउँ भयो। आज चाहिँ मौसम ठिक पनि थियो, अनि दिउँसो यताउता के गर्दा गर्दा बिजी भयो, कहीँ पनि निस्किन पाएन। अनि अहिले कति 7-8 बजिसकेको छ। अनि आज म चाहिँ तपाईँहरूलाई यसो त्यस्तो एकदमै घुमिने ठाउँ त होइन यो, एउटा नर्मल त्यति साह्रो मैले पनि देखा थिएन कि इन्टरनेटमा। अनि आज चाहिँ यसो यो ठाउँ चाहिँ आएको म डुल्नको लागि। यो चाहिँ यहीँ हो, कास भएको होइन, त्यस्तो टाढा पनि छैन, एकदमै नजिकै। म बस्ने ठाउँबाट एकदमै नजिकै हो कि यो ठाउँ चाहिँ। अनि म चाहिँ आज यहाँ डुल्न आएको। यो चाहिँ कासबग कम्पनी चाहिँ ऊ त्यहाँ छ, फ्याक्ट्री पनि छ त्यहाँ। त्यहाँ चाहिँ छिर्नलाई पैसा लाग्छ जस्तो छ, मलाई थाहा भएन होइन, पैसा लाग्छ सायद। त्यहाँ चाहिँ म जाने होइन, यहाँ वकिङ स्ट्रिट जस्तो छ। अनि यहीँ चाहिँ म आएको डुल्नको लागि। एकदमै शान्त रहेछ यो ठाउँ, त्यस्तो धेरै क्राउडेड छैन होइन। म तपाईँहरूलाई यसो अहिले ब्याक क्यामेरा गरेर देखाउँछु है त। अहिले मैले भने तपाईँहरू 8:30 हो कि पाउने 8:30 हुनु लाग्छ अहिले। यो चाहिँ यस्तो देखिया छ पछाडिबाट। यतातिर नि म जान्छु, यता यो सबै यतातिर नि देखाउने कोसिस गर्छु तपाईँहरूलाई। अनि यो चाहिँ यहाँ छ हात्तीको मूर्ति के, हात्तीको मूर्ति छ यहाँ। म त्यहाँ चाहिँ एकचोटि जान्छु, अनि त्यहाँबाट गएर अरू ठाउँहरू पनि, पार्कहरू पनि छ कि त्यहाँ, सानो पार्क। अस्ति हामी आएको थियौँ, म र मेरो प्यारी चाहिँ अस्ति यतातिर आउने भनेको, तर हामी उतै पार्कमा भुल्यौँ, उतैतिर बसेर अनि फर्क्यौँ कि। यस्तो छ। यो चाहिँ हात्ती यहाँ दुईवटा अगाडि छ, अनि त्यहाँ छ पछाडि चाहिँ कन्स्ट्रक्सन भइरहेको छ। यहाँ लेखेको छ होइन, कार्ल्स ओचिलिया एक्अप्सेन्स, यस्तो छ यो ठाउँ चाहिँ। मैले देखेको थिएँ कि आज फेसबुकमा, मलाई उसले नै सेन्ड गरेको थियो कि होइन, यस्तो छ ठाउँ भनेर। अनि जान्छु आज यसो एकछिन डुल्दा डुल्दै भनेर यहाँ चाहिँ आएको। यो हात्ती यस्तो छ होइन, हेर्नु हात्ती यस्तो छ। अहिले म यतापट्टि आएँ, यतापट्टिबाट यस्तो देखिन्छ है। यो हात्ती यतापट्टि पनि छ, उतापट्टि पनि छ क्या, दुईतिरै छ। अनि यो चाहिँ पुरै कार्ल्सबगको वकिङ स्ट्रिट हो जस्तो लाग्यो। कासबग भनेको चाहिँ तपाईँहरूले नेपालमा त टुबक एकदमै धेरै हुन्छ नि त, टुबक कासबग, कासबग भन्दा पनि। यता चाहिँ कासबग र टुबक एउटै कम्पनीले बनाउने हो नि त। अनि यही नै यस्तो छ, यस्तो छ। यहाँ चाहिँ अहिले तपाईँहरू आएर यहाँ डुल्नको लागि मजाले रेस्टुरेन्टहरू पनि यहाँ थुप्रै रहेछ, तर एकदमै शान्तवाला के, त्यो हल्लावाला चाहिँ छैन यता। एकदमै शान्त तरिकाले छ सबै। यस्तो छ। त्यहाँसम्म हो, त्यहाँबाट त बस लाग्छ। अब म चाहिँ उतै जान्न, यता भित्रतिर जान्छु, यता पार्क पनि डुल्छु भनेको छु नि त। अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ। यता भित्रतिर भएर नि अलिक तपाईँहरूलाई टाइम लाग्छ क्या, नभए यहाँबाट यहाँ आउनलाई त त्यस्तो टाइम लाग्दैन। तर यति राम्रो रहेछ कि यो ठाउँ, यस्तो रहेछ है। अब म चाहिँ तपाईँहरूलाई उता लिएर जान्छु है त। म चाहिँ अब यतातिर लाग्यो अगाडितिर। अब यहाँ चाहिँ एउटा टावर जस्तो देखिरहेको छ होइन, त्यहाँ जान्छु। अनि त्यहाँबाट पार्क हुँदै निस्किन्छु गाडी चढ्ने ठाउँमा। मेरो घरदेखि चाहिँ एकदमै नजिकै छ क्या, घर भन्न आयो फेरि म बस्ने ठाउँदेखि। आज पनि यसो आउन त यतातिर डुलौँ भनेर यताबाट म तपाईँहरूलाई देखाउँछु। यहाँ एउटा यस्तो रहेछ, अनि यता नि रहेछ। म पहिला यहाँ जान्छु, अनि त्यसपछि यता जान्छु। म यसरी देखाउँछु है तपाईँहरूलाई, यस्तो छ। यहाँ चाहिँ साइकल लग्न नमिल्ने रहेछ, भित्र हिँडेर जान पर्यो। अनि यो चाहिँ खै के रहेछ, काठको। यहाँ नम्बरहरू पनि छ, सायद यो कोभिडको बेलाको हो कि के हो, त्यसै फेरि गफ हानिदिइरहेको छु है। के हो के नम्बर, यो खेल्नको लागि बनाएको जस्तो छ। यो चाहिँ यस्तो छ, हेर्नु त यस्तो छ। यहाँ खेल्ने ठाउँहरू रहेछ।
अनि यो चाहिँ सायद म खेल्न मिल्दैन, यो यहाँ जो बस्ने हो नि उनीहरू खेल्न मिल्छ। यो सायद सबै नयाँ नयाँ बिल्डिङ बनाएको जस्तो छ क्या। यो यसरी चढ्न मिल्यो खेल्नको लागि। अनि यो चाहिँ यताबाट चाहिँ यसरी गयो भने चाहिँ पार्क निस्किन्छ। म फेरि अगाडि नि छ कि एउटा, त्यो चाहिँ अलि सानो छ, यो चाहिँ अलि ठुलो रहेछ। अब यताबाट चाहिँ म त्यहाँ जान्छु। म चाहिँ यताबाट फर्केँ अब यता अगाडितिर जान्छु तपाईँहरूलाई दिएर। यो खै घरमा चाहिँ किन हो यस्तो, यो पनि लास्टै पुरानो हो, होटेल हो कि क्या हो यो चाहिँ। यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ बाटो बनाउनु भएको रहेछ। अनि त्यहाँबाट चाहिँ म भित्र छिर्छु, भित्र छिरेर त्यसरी पार्क निस्किन्छु क्या। कार्ल्सबर्ग ट्रिबक बियर पिइराख्नु भएको होला तपाईँहरूले अहिले होइन, त्यहीँनिर त्यसकै फ्याक्ट्री कम्पनीमा आएको हो म। अनि यो एरिया चाहिँ यो ठुल्ठुलो घर चाहिँ अहिले सबै नयाँ नयाँ घर बनेको यस्तो छ। यो चाहिँ यस्तो छ। क्यामल कार्ल्सबर्ग भनेको पुरानो कार्ल्सबर्ग चाहिँ कस्तो रहेछ त हेरिदिउँ न त है। 1847देखि 1883, अहिले त सबै नयाँ घर बनिसकेको छ। अब यतातिर जाने भनेको हो कि यतातिर, यसको चाहिँ एउटा दुइटा म यहाँ तपाईँहरूलाई म देखाउँछु। अब डेनिस त मैले पनि त्यति साह्रो बुझ्दिनँ, अलिअलि बुझ्छु। ओके यसको चाहिँ यो हिस्ट्री नै हो सायद यहाँ लेखेको छ। अनि यो यस्तो देखिरहेको छ। अब यताभित्रतिर त्यो हात्ती भएको ठाउँ चाहिँ उतापट्टि भयो, उताको साइडमा। म चाहिँ अहिले यताको साइडमा आएँ नि त भनेको। पार्क चाहिँ यता छेउमा छ। अब यस्तो छ यहाँ 1867देखि 1887 यस्तो छ है हेर्नु। म चाहिँ एकचोटि यहाँ पनि छिरिदिइहाल्छु भनेको, तर छिर्दिनँ, यता अगाडितिर जान्छु। अनि यतातिर पार्क छ, पार्कतिर निस्किनु पऱ्यो। यही नै हो कार्ल्सबर्गको अफिस चाहिँ। यो चाहिँ पछाडिबाट यस्तो देखिन्छ, अगाडिबाट हो हुन चाहिँ यो सर्लक्कै हो कि। यो चाहिँ अफिस हो। अनि यता यता त्यो पनि छ कि कार्ल्सबर्ग पार्क भनेरै छ कि। अनि त्यहाँ चाहिँ तपाईँहरू भित्र जानलाई टिकट लिनुपर्छ। टिकट लिएर अनि फ्री ड्रिङ्कहरू के हुन्छ कि कतिसम्म त्यो चाहिँ मलाई पनि थाहा छैन। अनि पहिला चाहिँ म यहीँ बस्थेँ कि एकदमै नजिक, त्यही पनि आएको थिएन क्या म। अहिले त अलि त्यस्तो टाढा त होइन, अहिले अलि यहाँभन्दा चाहिँ अलि टाढा बसिन्छ। यहाँबाट अहिले म घर पुग्नलाई 10-15 मिनट लाग्छ भने पहिला चाहिँ म हिँडेर आउनलाई यो ठाउँ 5-7 मिनट लाग्थ्यो क्या, त्यही पनि आएन क्या घुम्नको लागि। यो पुरै अफिस हो क्या, यो देख्नुभयो नि, यो पुरै हो कार्ल्सबर्गको अफिस। अब यहाँ ग्यामल कार्ल्सबर्ग भन्ने छैन, पुरानो कार्ल्सबर्ग यतातिर। अब म यतातिर जान्छु अनि यहाँबाट डाइरेक्ट उता निस्किन मिल्छ क्या पारिपट्टि। म तपाईँहरूलाई देखाउँछु है त, यस्तो छ अनि यो चाहिँ पुरै यस्तो छ। अफ सेन्स अब त्यहाँभित्र चाहिँ जानु मिल्दैन होला म, त्यही भएर अगाडितिर जाऊँ। यहाँ होम अफ कार्ल्सबर्ग होइन यस्तो छ। यो चाहिँ रेस्टुरेन्ट हो होइन कार्ल्सबर्गको। अनि अब यताबाट म जान्छु सिधै डुलेर। अनि यहाँभित्र त अब छिर्न पाउँदैन जस्तो लाग्छ मलाई होइन। अब के हो छिर्न पाए चाहिँ छिर्छु, अब छिर्न पाएन भने चाहिँ बाहिरैबाट हेरेर जानु पर्ला है। यहाँ कार्ल्सबर्ग टिकट लिनु पर्ने रहेछ। अनलाइन टिकट लिनलाई नि भयो, यहीँबाट काटे नि भयो, तर अहिले त बन्द भइसकेछ। यहाँ म तपाईँहरूलाई देखाइदिन्छु। यो चाहिँ समर इभेन्ट हुने हो। अनि यो चाहिँ खुल्ने दिनहरू। टिकटको त पैसै लेखेको छैन यार।
ल हेर्नु यहाँभित्र जान मिल्छ टिकट काटेर। अब अहिले त बन्द भइसकेको छ। यही नै हो कार्लसबर्गको पुरानो फ्याक्ट्री हो क्यारे यो चाहिँ। यहाँ छिर्नको लागि पैसा लाग्छ। हामीले जुन पिउँछ नि टुबक बियर, ओहो त्यही नै हो। यस्तो छ यसको आउटलेट। यहाँ चाहिँ म्युजिक बजिरहेको छ। यो चाहिँ कोपनहेगनमा कति ठाउँमा के प्रोग्राम भइरहेको हुन्छ होइन, अनि उसमा आउँछ कि टिकटकमा। म चाहिँ अहिले गइरहेको छु हेर्नको लागि। लास्ट मन्थको चाहिँ दुई तिनवटा गएको थिएँ होइन। म र मेरो प्यारी दुईजनै गएको थियौँ। एक ठाउँ दुईजना गएको थियौँ, अनि अरू अरू म एक्लै गइरहेको थिएँ कि। यहाँ चाहिँ फ्री अफ कस्ट कन्सर्ट भइरहेको रहेछ। म त्यो पनि तपाईँहरूलाई यसो देखाइहाल्छु है। यो पनि कार्लसबर्गकै रहेछ। फ्री भनेको होइन रहेछ, टिकट काट्न पर्ने रहेछ। म चाहिँ अब निस्केँ यहाँ। अब गीत बुझ्दैन नि त, टिकट लाग्ने रहेछ। म त फ्रीमा होला कि भनेको, होइन रहेछ। कार्लसबर्गकै ग्रुपबाट हो कि कम्पनीबाट हो त्यो कन्सर्ट चाहिँ। अनि म चाहिँ यो यता पारिपट्टि पनि गएको छु पोहोर होइन। यता चाहिँ पार्क नै छ यो पनि। यहाँबाट ट्रेन, तल ट्रेन चल्छ। अनि यस्तो छ, यस्तो देखिन्छ यहाँबाट। यतातिर चाहिँ कोपनहेगन सेन्ट्रल स्टेसन जाने बाटो भइहाल्यो। अनि यतातिर भ्याल्भी। म चाहिँ यताको पार्क जान्छु भनेको। यो चाहिँ एकदमै सानो छ कि। मैले भने नि अघि त्यहाँ म कार्लसबर्ग हुँदै यता आउँछु भनेको। यो चाहिँ सानो पार्क छ। अस्ति चाहिँ हामी त्यहीँ गएको थियौँ। आज चाहिँ म त्यहाँ जान्न। म चाहिँ यतैपट्टि गएर अनि यता झरेर यता बस चढ्ने ठाउँ छ, अनि घर जानु पर्ला होइन। कति 9 9:15 पनि हुनु लाग्यो। अनि आजभोलि चाहिँ अलि अलि अब अहिले भनौँ न यो समरमा चाहिँ ढिलो ढिलो नै अँध्यारो हुन्छ। अनि त्यसले गर्दा बेलुकातिर डुल्न जाँदा पनि मजाले भ्याइन्छ कि। जाडोमा चाहिँ सम्भव छैन होइन। यता यो पार्क चाहिँ म नेक्स्ट टाइम जान्छु। पार्कहरू यता पार्क छ। अनि यता पार्कहरू पनि थुप्रै हुन्छ। म पार्कहरू पनि बिस्तारै बिस्तारै घुम्ने कोसिस। म यो चाहिँ पुरा त्यहाँ पुरानो कार्लसबर्ग चाहिँ घुमेर भ्याएँ। भित्र चाहिँ अब बन्द पनि भइसकेको थियो। अनि टिकट लाग्छ। अब नेक्स्ट टाइम चाहिँ म कहिले भ्याउँछ म त्यहाँ पनि जान्छु होइन। अनि तपाईँहरूलाई देखाउँछु के कस्तो रहेछ भनेर। अनि आजको लागि यति नै। तपाईँहरूको मायाको लागि धेरै धेरै धन्यवाद। अनि फेरि पनि भेटौँला यस्तै नयाँ भिडियोको साथमा। त्यतिन्जेलसम्म मेरो पुरानो भिडियो गएर युट्युबमा हेरिदिनु होला। थ्याङ्क यू सो मच। फेरि भेटौँला। बाई बाई, गुड नाइट, टेक केयर।